पहिलोचोटि घुमाउँदैछ, घुमाउनु सक्नुहुन्छ कि हुन्न हेरौँ है त। त्यो पाट पूर्जाहरू चाहिँ यो सब पाट पूर्जाहरू चाहिँ फेरेको क्या हाम्रो स्कुटर त। ड्याङडुङ भएको छ, फुटेको छ भनेर यहीँ पुरै यो पाट पूजा पुरै फुटेको। अर्को बिग नराम्रो अपडेट पनि दिन चाहन्छु होइन। अब डेडी पास हुनुभयो कि फेल हुनुभयो कि तपाईँहरू चाहिँ डेडीको मुखबाटै सुन्नु है त के हो। हेलो एभ्रिवान, नमस्ते सेवा जजलोपा, स्वागत छ तपाईँलाई मेरो युट्युब च्यानल। म चाहिँ सुजन श्रेष्ठ आइसक्छु हजुरको सामने। मेरो ब्लग छ सुजन श्रेष्ठ। मेरो च्यानल पनि औँसीमा पुर्जेको हुन्छ। आउँछ नि त कहिलेकाहीँ, यसो अब कहिलेकाहीँ आउँछ म त्यसो अब कहिलेकाहीँ मात्रै बनाउँछु। अनि मम्मी नि हाई भन्नु। हाई हेलो नमस्ते जजलोपा। यसको भलक त औँसी र पुर्जे हुन्छ। 1 वर्ष भइसक्यो आएको, 4 र 5वटा बाइक छैन, घरमा काम छैन, त्यत्तिकै भलक दिनै बनाएको हुँदैन त्यो। सोही भन्छु भन्दा त्यो काटले। धेरै नै रोमाञ्चक समाचार क्विक एक्स एप्समा अहिले नै निःशुल्क लाइभ खेलहरू हेर्नुहोस्, जस्तै प्रिमियर लिग, क्रिकेट लिग र अन्य खेलहरू। साइन अप गर्दा 222 रुपियाँको निःशुल्क बोनस प्राप्त गर्नुहोस् र मेरो प्रोमो कोड नेप्ट्युब प्रयोग गरेपछि तपाईँहरूले 45 सम्मको निरपेक्ष बोनस प्राप्त गर्नुहोस्। जम्मा गर्न धेरै नै सजिलो छ। ई सेवा, खल्ती, आइएमपे र अन्य कुनै पनि ब्याङ्कहरू नेपालको। क्विक एक्समा सामेल हुनुहोस् र जित्ने मौका पाउनुहोस्। आइफोन 16 प्रो मैक्स, यामा बाइक, रियलमी मोबाइल र हरेक हप्ता जित्ने मौका पाउनुहोस्। पिन कमेन्टमा छ, नसुटाउनुहोस्। अनि आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्नु त मम्मी? डेडीलाई उयो के अरे लाइसेन्स निकाल्नु बाइकको। यत्रो भइसक्यो डेडीले चाहिँ अहिलेसम्म लाइसेन्स झिक्नु भएको जब धोका पाउँछ अनि मात्रै नि, धोका नपाउन्जेल त्यतिकै। कस्तो धोका कि पुलिसले पक्रेर हो? अन्तै हो त नि, पुलिसले पक्रेर यसपालि मात्रै चेत खाएको छ डेडी। नमानेको जहिले तहिले यसपालि चाहिँ पुलिसले पक्रेर। हेलो डेडी। मजाले एकछिन खिराएर नमानेको थियो। मैले पनि बुहारीले पनि एकैचोटिमा निकालेको। डेडीले त झन् 1 दिन लिखित एकछिन मात्रै पढेर निकाल्नु भएको। अब हामीलाई पूर्ण विश्वास छ डेडीले एकछिन। त अघि तपाईँले के भन्नुहुँदैछ नि, तपाईँले डेडीलाई हौसला दिनु त अघि भने जस्तै आफ्नो पालो आयो भने जस्तै भन्नु त। अब के अरे यत्रो वर्ष निकाल्नु भने नमानेको। अझै पुलिसले निकै एकछिन झमझम आयो नि, अनि मात्रै तर्कर गरेको। नभए छैन, अझै पनि 5 वर्ष पछाडि पो अरे करे आएर अहिले टाइम छ निकाल्नु भनेको मैले। अहिले कस्तो भयो नि, नआत्तिनु पुलिसले चाहिँ नतर्सिनु भने। नआत्ति अलिक धक्क भएर परे देखेर मजाले गर्नु। स्कुटी फेलिलिली बाइक फेलिलिली चलाएको जस्तै गर्यो। अब बाइक चलाउनु स्कुटर चलाउनु फरक अब पर्छ। राम्रो के अरे लाइसेन्स निकाल्नु भने भट्टङ टङ गर्ने बाइक किन्नुपर्छ। भट्टङ किन। अब चाहिँ हामी जान लागेको इटरी। 7-8 लाखको स्कुटी बाइक बुलेट हो, बुलेट बुलेट ल टुङ ल जाम। अब हामी चाहिँ लु बेस्ट अफ लक भनिदिनु डेडीलाई मम्मी। ल राम्रो धक्क भएर कुदाउनु नि, त्यहाँ डराएर अस्तिको जस्तै पऱ्यो भने हट्टै नछोड्नु। अस्ति अलिक डेरी डराउनु भयो नि त पऱ्यो भने, अनि त्यसले ठक्कै राख्यो। कतिजना त लुइ गयो हाम्रो। थाप यस्तो हुन्छ क्या, ट्राफिकले नि मान्छे हेरेर थाहा पाउँछ कि यो मान्छेसँग लाइसेन्स छ कि छैन भने। अब देख्ने बित्तिकै अलिक यसो गर्नु भयो कि त्यसले रोकिहाल्छ। पछाडि आउने त छोडिदियो। आफूमा कन्फिडेन्स पनि हुनुपर्छ क्या, ट्राफिकले त्यो कन्फिडेन्स पनि हुनु पर्दो रहेछ। यस्तो हो कि जबसम्म आफूसँग हतियार छैन भने अनि हामी आफू डरायौँ किन मलाई डराउने भयो। फेरि डेडीको उयो पनि लागेको थिएन नि त त्यो दिन, त्यही भएर अलिक ढक्क नभएर दिन त पुरै सामना जानु नि, त्यो दिन त पुरै डराउनु भयो। परेदेखि पुलिसले थाहा पाइहाल्यो। त्यो नि लाइसेन्स किन चाहिन्छ भने चाहिँ 500 दिनुभन्दा पनि भविष्य एक्सिडेन्ट भयो भने चाहिँ एकदम गाह्रो हुन्छ। 2000 दिन्छु भन्दा त बिहान नै 500 को कुरा गर्नुहुन्छ होइन। अहिले त ट्राफिकले पक्रिसकेपछि पुलिसले चिट काट्दैन नि त, अहिले सिधै ब्याङ्कमा जान्छ नि। त्यो भएर अनि जबसम्म आफूलाई लाइसेन्स भएन, हतियार भएन भने डराइन्छ क्या। त्यसै त स्कुलको ट्राफिक त के स्कुलको त बोर्डिङको केटाकेटी त यो हालेर ड्रेस देख्यो भने डराइन्छ क्या। अनि मम्मीले त डेडीलाई कहिलेदेखि भन्नुभएको थियो कि लाइसेन्स निकाल्नु भन्दा, तर डेडीले कहिले मान्नु भएको थिएन। अनि जब ट्राफिकले पक्रिनु हो तब चाहिँ खोइ यहाँ पक्रिनु त मम्मी के बोल्नु हो, मलाई आउँदैन। जति बोले नि त्यतिकै। ल हामी गएको अब चाहिँ बाई बाई सुनिँदा मम्मी। लु गएको अब चाहिँ हामी चाहिँ ल। अनि अर्को बिग नराम्रो अपडेट पनि दिन चाहन्छु होइन।
हाम्रो बाइक चाहिँ ब्रामडुम भएको छ एक्सिडेन्ट। दाजु चाहिँ अब अस्ति एक्सिडेन्ट हुनुभयो अनि त्यो चाहिँ हामीले बनाउनु दिएको छु न। मैले चाहिँ दाइको स्कुटर लिएको छु अनि जाँदा जाँदै त्यो स्कुटर पनि हेरेर जान्छु है त। म हजुरलाई देखाउँछु हाम्रो स्कुटर कस्तो भएको छ। ल त डेले त्यसमा लाइसेन्स झिक्न सक्नुहुन्छ। ल पुलिस ट्राफिकसँग डराउ आर्मी ट्राफिकसँग डराउँछ। त्यही त डेले चाहिँ एक सबै घुमाउनुहुन्छ नि त। उकालो अलिकति त्यो राउन्डिङमा चाहिँ अलिकति छ के। ल घुमाउनु न पहिला त्यति घुमाउनु न। तपाईँले त्यो स्टार्टबाट त घुमाउनु सक्नुहुन्न होला। ल साथीहरू अब चाहिँ हामी आइपुग्यौँ होइन इटरीको टाइल सिक्ने ठाउँमा। अनि अब हाम्रो चाहिँ बाइक छैन नि त। बाइक नभएपछि के गर्नु पर्दा टाइल सेन्टरमा जानु पऱ्यो। टाइल सेन्टरको बाइक सिक्नु पऱ्यो। अनि उहाँको बाइकको लागि चाहिँ हामीले यहाँ पूर्जा काटेको छौँ होइन। यो पूर्जा छ। यो पूर्जा चाहिँ 4-5 हान्न पाइन्छ अरे। अनि बाइक लगेर चाहिँ यहाँ रहेछ यो रहेछ क्या इटरीको चाहिँ यो टाइल सिक्ने ठाउँ। अहिले चाहिँ कोही आउनु भएको छैन। अब कति बजी आउनुहुन्छ अनि गर्ने हो। अनि यहाँ डेडीको पालो छ। लु डेडी यो दिनु यो मान्छेलाई दिनु अरे। ल अनि त्यो डेडी जानुहुन्छ। यहाँ चाहिँ पुरै टाइल सिक्ने मान्छेहरूको पुरै भिड छ क्या। पुरै भिड छ। हात्तिने त नर्मल हो क्या यहाँ। ल म तपाईँहरूलाई नि मेरो टाइल दिएको किस्सा सुनाउँछु क्या। मैले त 2 चोटि टाइल दिएको। आमामामा हाम्रो पालामा त अनलाइन सिस्टम थिएन होइन। राति 3 बजे 4 बजे उठेर गएर लाइन लागेर पालोमा टोकन लिएर त्यस्तो हुन्थ्यो क्या। अनि त्यति दुःख गरेर नि टाइल दिनु आयो। भरे नि पुलिससँग हुन्थ्यो नि त। अब पुलिससँग त्यतिखेर त्यति फेमिलियर हुन्थ्यो देख्दाको नि हुन्थ्यो। अनि पुलिसै ट्राफिक हुन्थ्यो रिपोरी। अनि लु जाऊ भन्थ्यो। आफू चाहिँ थर कामेर एकचोटि त त्यो उकालोमै 8 सेट सबै कटाइ लास्टमा उकालोमै अगाडि नै गएन क्या। त्यहाँदेखि स्टार्ट बन्द भयो। त्यतिखेर फेल भए। अर्कोचोटि दिँदा चाहिँ त्यतिखेर चाहिँ अनलाइन सिस्टम थियो क्या। अनलाइन सिस्टममा हुँदा चाहिँ मैले पुरै त्यहाँ चाहिँ एकैचोटि पास गरेँ क्या। त्यतिखेर चाहिँ यस्तो यो सुरुचोटि गर्दा त्यस्तो सिक्ने चलन थिएन क्या। यस्तो थिएन पनि क्या त्यतिखेर। अनि पछि चाहिँ यस्तो आएको। अनि मैले दोस्रोचोटि चाहिँ पुरै सिकेँ अनि चाहिँ गरेँ। अनि म एक पास भयो। अहिलेसम्म चाहिँ लाइसेन्स ढुक्क छ है त गाइस। तर के गर्दा चाहिँ मैले 2-3 चोटि चिट खाइसकेँ। डेली डेडीको पाला आयो। बल्ल बल्ल बाइक डेडीले पाउनुभयो। आज चाहिँ लाइसेन्स सिक्ने धेरै मान्छे छ होइन। त्यही भएर चाहिँ अब हेरौँ कतिले कति कटाउनुहुन्छ हुन्न। त्यसले पहिलोचोटि घुमाउँदैछ। घुमाउनु सक्नुहुन्छ कि हुन्न हेरौँ है त। नातिकन अलिक कन्फिडेन्स चाहिँ लो छ तर घुमाउनु चाहिँ हुँदैछ है। घुमाउनु भयो है। एकैचोटि निस्किने रहेछ। उहाँको सानो थियो क्या हिजो त्यही भएर ल ल ल ल जानु ल आउँदैछ ल ल पास पायो नि। यहाँ चाहिँ रोक्नु है। डेडीको अलिक यहाँ कुरा म चाहिँ यहाँ डेला पर्खिरहेको छु होइन। डेडी चाहिँ यहाँ पर हुनुहुन्छ होइन। लाइन लागिरहेको। म चाहिँ यहाँ चाहिँ अब पालोको लाइनलाई पर्खिरहेको। उहाँ पर चाहिँ पुरा टाइको लागिरहेछ। अनि अर्को कुरा भन्नुपर्दा यतिखेर चाहिँ यस्तो मन ढुकढुक हुन्छ होइन। त्यो पुरै छोड्यौँ। साथीहरू यहाँ डेडी चाहिँ कन्फिडेन्स बिल्ड गर्ला। उहाँको डेडीको पुरै साथीहरू भनौँ न आज चाहिँ यहाँ सबैजना टाइल दिने मान्छेहरूसँग पुरा गफ दिएर आफ्नो कन्फिडेन्सहरू बिल्ड गर्नु हुँदैछ। अनि यहाँ चाहिँ सबैजना पालोको पर्खाइमा छ। अहिलेसम्म स्टार्ट भएको छैन सबैजना। ल साथीहरू यहाँ त्यत्रो लाइन लागिरहेको छ नि। पालो कहिले आउनु थाहा छैन। यो हिजो पानी परेर सिसिटिभीहरू सबै बिग्रिरहेको छ अरे। अब कहिले मर्मत हुने हो थाहा छैन। अब म चाहिँ अर्को ठाउँ पनि जानुपर्ने छ नि त। त्यही भएर मैले चाहिँ डेडीलाई यहीँ छोडेँ। अब म चाहिँ घर जान्छु। डेडीलाई अब मैले बेस्ट अफ लक भने राम्ररी दिनु भने अब हात्ती राख्नु भएको छ। केही छैन। एकचोटि पहिलोचोटि ट्राई गर्नुहुन्छ भएन भने अर्कोचोटि
साथीहरू म त्यो डेडीलाई छोडेर आएँ होइन। यहाँ स्कुटर बनाउनु पर्ने छ। स्कुटर चाहिँ मैले अघि तपाईँहरूलाई भन्थेँ नि ब्ल्याङब्लुङ भएको छ, फुटेको छ भनेर। यहाँ पुरै यो पार्ट पूजा पुरै फुटेको थियो। अगाडिको यो हेडलाइट भयो, यो सबै फुटेको थियो। यो सबै चेन्ज गरेको। झन्न मान्छेलाई चाहिँ केही भएन। दाइ चाहिँ सकुशल हुन्छ। गाडी चाहिँ ब्ल्याङब्लुङ फुट्यो। अब गाडीको त पार्ट पूजा पाइन्छ नि त, मान्छेको त पार्ट पूजा पाइँदैन। त्यही भएर दाइको गरा काट्यो। हाम्रो स्कुटर चाहिँ अब ब्ल्याङब्लुङ भएको छ। दाइले चेन्ज गरिदिनु हुँदैछ। यो चाहिँ अब लगभग कति खर्च लाग्छ अहिले हेरौँला। पुरैका यो त ब्ल्याङब्लुङ फुटेको थियो। अनि यहाँ नै अब यस्तो स्क्र्याच भइरहेछ। यहाँ यस्तो स्क्र्याच हुने गऱ्यो क्या। मान्छेलाई चाहिँ केही भनेको यत्रो ठुलो योहरू सबै फुटेको क्या। यो ह्यान्डलको यो सबै बाङ्गिएको थियो क्या। अनि त्यही भएर यो यताउति सब फुटेको थियो। अहिले यहाँ पुरा चेन्ज हुँदैछ। अब कति खर्च लाग्ने हो। दाइलाई घाटा लाग्यो नराम्रो तरिकाले। समथिङ लाग्यो राम्रै तरिकाले। अब यो स्कुटर त्यहाँ राम्रो तरिकाले बन्दैछ। अब म घर जान्छु। मैले यहाँ भर्खर डेडीलाई फोन गरेको थिएँ, छोडेर आएको 10 मिनटमा त्यहाँ स्टार्ट भएछ क्या। त्यहाँ पर्खिँदा पर्खिँदा 2 घन्टा भइसक्यो। पर्खिँदा वाक्कै अल्छी लागिसक्यो। अनि त्यही भएर बरु अरू काम पनि भ्याउँछु भनेर म चाहिँ घर आएँ क्या। मेडबिल भन्दा बाहिर एक्स्ट्रा बढी खर्च हुन्छ। यस्तो यो पनि भाँचिएको रहेछ। यो ह्यान्डल छ नि पुरै बाङ्गो। यहाँको टी पनि बाङ्गो थियो होइन। यहाँ यी सामानहरू पक्कै त्यहाँ छ क्या। यो पुरै बाङ्गो। अब यो त घर लानु होला नि, फलामसँग बेटी खाना लानु पाइन्छ नि। कहीँ अगाडिको चक्का फेर्नु पर्दैन अहिले। फेर्नुपर्छ है, लगभग फेर्ने बेला भयो। अब पार्ट पूजाहरू चाहिँ यो सब पार्ट पूजाहरू चाहिँ फेरेको क्या हाम्रो स्कुटरको। यत्रो पार्ट पूजा ब्ल्याङब्लुङ भएको, स्क्र्याच भएको, यो सब पार्ट पूजा चाहिँ फेरेको। ल साथीहरू म चाहिँ अब स्कुटर लिएर जाँदैछु होइन। स्कुटर भयो अरे। अनि अब म चाहिँ बाइकमा जाँदिनँ, पानी पर्दैछ नि त। त्यही भएर म चाहिँ अब सिम पानी पर्दैछ। अनि म चाहिँ गाडीमै जानु पऱ्यो। अनि डेडी पनि आइसक्नु भयो अरे। अब डेडी पास हुनुभयो कि फेल हुनुभयो कि तपाईँहरू चाहिँ डेडीको मुखबाटै सुन्नु है त के गर्नुभयो अरे। म चाहिँ जान्छ। डेडी चाहिँ उहाँ स्कुटर बनाउने ठाउँमा बसिराख्नु भएको छ अरे। अब म चाहिँ लागेँ है त साथीहरू। ल हामी चाहिँ अब यहाँ बाइक बनाउने ठाउँमा आएको छौँ। हाम्रो स्कुटर पनि उयो भयो। अनि अब डेडीको चाहिँ के भयो नि रिजल्ट फेल भयो पुरा नबुझेर। रिजल्ट फेल भयो पुरा नबुझेर। के भएको थियो साला पुलिसले फेल भइस भनेर खुट्टा टेकिदिएको भरे। कुन उकालोमा? उकालोमा त खुट्टा टेकिराख्नुपर्छ त। अनि अरे बाइक अलिकति तल झरेको थियो नि त। त्यो त्यहाँदेखिको फेल भइस भने त्यहाँ मैले बिचमा आएर फेरि खुट्टा टेक्यो तल झरेर। तपाईँ पास भएको किन त्यहाँ बिचमा खुट्टा टेकेको भन्छ त्यो। अनि किन त्यो बिचमा त्यो यस्तोमा होइन नरोक्नु भएको नि हुन्थ्यो। पजल बनाएको छ नि त। लु भयो तपाईँले कहाँ ट्रेनिङ लिएको सिकाएन भन्दै त्यहाँ कहाँ ट्रेनिङै छैन भन्दै त्यहाँ त्यसले फ्याजुल बनाउँछ पुलिसले भन्दै। ल अब ठिकै छ। अर्को अब शुक्रबार होइन। अब फेल भएको मान्छे चाहिँ शुक्रबार फर्म भर्ने, आइतबार फेरि अब मजाले सिकेर ती सिक्नु अनि दिन भर्को जस्तो शुक्रबार फर्म भर्न। अब हाम्रो एड त मजाले कुराइदियो नि। त्यो उकालोमा मात्रै नै। उकालोमा चाहिँ मलाई त्यस्तै लागिरहेको थियो। उकालोमै केही मिस्टेक हुन्छ जस्तो लागिरहेको थियो। त्यो ठिकै छ। अब अर्कोचोटि यो पालि अनुभव भयो। अब अर्कोचोटि राम्रो हुन्छ। अलिक मजाले त्यो कुरा ज्ञान अलिकति उकालोमा र यो स्कुटर हाम्रो अब नयाँ भएको चाहिँ अब जस्ताको त्यस्तै भयो। खर्च यति भयो। अब खर्च कति भयो भने खर्च 31,500 रुपियाँ लाग्यो। अब स्कुटर चाहिँ चकाचक नयाँ भयो। तर अलिकति अब यहाँ कलर चाहिँ अब यो कलर चाहिँ अब आफै गर्नु पऱ्यो पछि। अब यो कलर चाहिँ अब दाइलाई नलाउनु पऱ्यो। अब आफै कलर गर्नु पऱ्यो। यो कलर गरेको नि 4500 लाग्छ। यति कलर गरेको त्यति मात्रै गरेर हुँदैन, त्यो पुरै गर्नुपर्छ है। अनि त्यो कलर हत्तापत्ता बन्दैन अरे यस्तो बाइकको। आफै बनाउनु पर्छ अरे। अनि त्यसमा 4500 समथिङ लाग्छ। अब यो चाहिँ म आफै लाउँछु अलिक पछि। एकचोटि कुदा हेर्नु त कस्तो अनुभव। यो पुरै बेयरिङ सेयरिङ सबै ह्यान्डल सबै नयाँ। अगाडि ह्यान्डल चाहिँ हेर्नु न होइन, कुदाउँदा कस्तो महसुस हुन्छ। ठिकै छ।
कुदाउनुहुन्छ पास भएर आउनुभयो अरे अघि त फेल भयो ट्रेनिङ फेल भयो फेल हुनुभयो अरे कस्तो अनि पुरा टेकिदिए गाडी अलिक ब्याग सरेको थियो नि त फेल हुनुभएको थिएन ल पुरा टेकिदिनु भयो त्यो पुलिसले तपाईँ फेल भइहाल्नु भन्यो एउटाले फेल हुनु भयो एउटाले पास हुनुभयो भन्दै अरे हौ होइन त्यो गाडी सिकाउनेले चाहिँ तपाईँ कहाँ ट्रेनिङ गरेको ट्रेनिङै गरेको तपाईँले पास भएको तपाईँले त्यहाँ बिचमा खुट्टा नटेकिदिएको भए पास भइहालेको थियो अनि मलाई त्यसले फेल भयो भने मैले टेकेन के भन्नु त्यसलाई अझ त फेल हुनुभएछ त छोरी मासु पकाएर राखिदिएको त अझलाई 4-5 जना 6-7 जना थियो एटमा त मान्छे धेरै नफेल खालि त्यो उकालोमै फेल त्यही उकालोमा ओह्रालोमा त्यो एटमा त मान्छेले 4-5 जना फेरि कहिले टाइस शुक्रबार दिएर आइतबार शुक्रबार जाने फर्म भर्ने ट्रेनिङ लिने 1 घण्टा अब त 100% त्यतिले होइन फेरि पनि फेरि फर्म भरेर फेरि उयो पनि गर्नुपर्छ लिखित परेन लिखित पनि पर्यो अलि खाली टाइल्स दिनु त्यसो गर्दा 100% त्यो अनुभव नभएर तपाईँलाई अनि कतिको आतिनु चाहिँ भएको भएन लखनऊमा त्यो पूर्णियामा यस्तो क्युमा कुदाउने मान्छे पास हुनु पर्ने भन्छु होइन त्यो क्युमा कुदा यस्तो भयो कि त्यो मतलब कहिले ल्याउ त भात त्यो गाडीको 1 नम्बर पत्ता हो अनि त्यो गियरकै हातमा बस्दै बसेन क्या त्यो गियरले नै मलाई कन्फ्युज भइरहेको त्यही पनि हाँक्छु भनेर त्यो गरेको थिएँ अलिकति कुदाएको विचार गरेर यसो गर्नु पर्थ्यो त्यो त 80 जना पछाडि हुन्थ्यो त नि हेर्नु भएन एकैछिन पाला आयो आइहाल्यो के भयो मान्छे फेल हुने खेलाइहाल्यो पास हुने फटाफट गरिहाल्यो साथीहरू आज डेडीको टायल तपाईँहरूले देखिहाल्नु भएन फेल हुनुभयो अब फेरि पनि डेडीले रिटायल दिनुपर्ने हुन्छ अब शुक्रबार फर्म भर्ने आइतबार ट्रायल दिनुपर्ने हुन्छ 2 चोटि मौका पाइन्छ होइन अझ 18 महिनाभित्रमा 2 चोटि मौका पाइन्छ अब केही छैन बिस्तारै सिकेर मजाले कन्फिडेन्स भएर दिनुपर्छ अस्ति चाहिँ टाइम थिएन नि त त्यही भएर हतारमा अब त्यस्तै लतार भयो अब केही छैन भन्दै अब यो भिडियो चाहिँ म यहीँ इन गर्न चाहन्छु होइन यति जेलसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद डु नट फर्गेट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब भन्दै बाई बाई एभ्रिवान सी यू एभ्रिवान नेक्स्ट ब्लगको लागि